मान्छे ए बिना पैसा नेपालमा तपाईँहरूले पनि अब यो खबर के गर्नु सरकारको यहाँ आँखा परेन हजुर यत्रो तीर्थयात्रामा यत्रो उसमा कम्ती संसारमा सबै मन्दिर हजुरले यो भिडियो मार्फत भनिदिनु म चाहिँ नि राजनीतिक मान्छे होइन म धार्मिक होइन मान्छे। भन्नुपर्ने अब यहाँनेरि के हुन हजुरले यहाँ के अब भइदिए हाम्रो जस्तो लाग्छ हाम्रो सनातनी धर्मलाई पितृहरूलाई उद्धार गर्ने है पितृहरूलाई उद्धार गर्ने यो सनातनी धर्मलाई रक्षा गर्ने र यो नेपाल अधिराज्यभरि यहाँ पौक्यो औँसीमा पितृहरूको चाहिँ उद्धारको लागि यहाँ भिड हुने मन्दिर जीर्ण भएर गएको छ। सरकारहरूको पुरानो सरकारको त पर्दै परेन आँखा नयाँ सरकारहरूको आँखा पर्छ भन्ने यसपालि ल अहिले त कस्तो सौभाग्य जुटेको छ भने यहाँको एउटा संसद चाहिँ नि संसद उहाँ हुनुहुन्छ होइन अब राजनीतिक कुरा गरेको होइन यहाँको एकदम जल्दो बल्दो नेता हर्क साम्बाङजी तपाईँकै गाउँमा आएर मैले एउटा भिडियो बनाएको छु यो भिडियो सुन्नुभयो यो विष्णुपादिका मन्दिर यहाँ माथि सीताकुण्ड र उछ यहाँ पुरै बौद्धिस्टहरूको एरिया आइछ क्या यो हिन्दूको जगेर्ना गर्नलाई बौद्धिस्टहरू आफ्नो ठाउँमा हुनुहुन्छ उहाँले एकदम राम्रो कर्म गर्नुभएको छ। अनि उहाँ संसदमा पुग्दै गर्दाखेरि पनि उहाँले यो क्षेत्रलाई विकास गरिदिनु होला भन्ने मेरो चाहना किन भन्दा माथि सीताकुण्ड र हिजो म गएँ कि यो डाँडै गएर यहाँको गुरु